सर्वप्रथम ग्राहक महानुभावहरूलाई मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। कतिपयजनाले उहाँलाई थाहा नभएर होला मलाई धेरै सोध्नुभएको थियो यो कसरी बनाउने, केरी बनाउने यो बोर्ड कतिको टिक्छ, घाम पानीमा कतिको टिक्छ टिक्दिन भन्नुहुन्थ्यो। यो चाहिँ बलियो हुन्छ, तपाईँको अरू ब्यानर भन्दा एकदम बलियो हुन्छ। यो ग्रिलमा गएर फ्रेम बनाउने, त्यसपछि हजुरले प्लेन पाता त्यस्तै कलरको प्लेन पाता पाइन्छ, प्लेन पाता त्यही ग्रिलमा गएर बनाएपछि हजुरले यहाँ दिएपछि त्यसपछि यहाँ चाहिँ स्टिकरहरू राखेर स्टिकर लेखेर सेम लेखेको जस्तै बोल्ने हुन्छ है। घाम पानीमा केही हुन्न, मैले पनि बनाएर राखेको छु, 2-3 वर्ष भइसक्यो होइन। त्यो लेख्ने यस्तै स्टिकरमा लेख्ने एकदम बलियो हुन्छ, घाम पानीले त्यस्तो असर पर्दैन, धेरै समय टिक्छ। तपाईँको अरू ब्यानर भन्दा तपाईँको अलि लामो समय टिक्छ। स्टिकर चाहिँ यस्तो खालको स्टिकरमा बनाउने, यिनी स्टिकर हुन्छ, यिनी स्टिकर चिप्काउने हो, लेखेर कम्प्युटरबाट प्रिन्ट गरेर लेखेर चिप्काउने हो, बलियो हुन्छ। धेरैले सोध्नु भएको थियो, त्यही भएर चाहिँ उहाँको चाहिँ जिज्ञासा चाहिँ अलिकति हटाउनलाई चाहिँ मैले बनाएको यो भिडियो। बलियो हुन्छ, तपाईँको टिक्छ। होटेलहरूले व्यवसाय गर्ने मान्छेहरूले जसले पनि तपाईँको अहिले चाहिँ चलेको डिजाइन नयाँ डिजाइन हो यो, धेरै जसले बनाइसक्नु भएको छ, बनाइ पनि राख्नु भएको छ। हजुरले पनि बनाउनु पर्यो भने सम्पर्क राख्नु होला। न्यू फेसन फोटो बलटक्सरमा पसल छ। हस्, धन्यवाद।